मामु कस्तो थेबेको अचार खान मन लाग्यो हो। बजारमा राम्रोसँग आँप त निक्लिसकेको छैन थेबेको अचार अरे। मम्मी मैले एउटा पसलमा गएको थिएँ त त्यहाँबाट ल्याऊँ न। अब यो थेबे भनेर तिमीले चाहिँ फेरि टिकटकमा थेबे भन्यो भने त कतिचोटि फेरि ब्याड कमेन्टहरू पनि आउँछ क्या। थेबे भनेको चाहिँ एउटा लिम्बूहरूको एउटा जात पनि हो है। कतिजनाले ब्याड कमेन्ट गर्नुहुन्छ साथीहरूलाई, थेबे थर्बाको साथीहरूलाई मेन्सन गरेर है तँलाई बनाएर खाने अरे यो अरे त्यो अरे भनेर है। हाम्रो पूर्वतिर चाहिँ आँपको मुलाको यसरी सिलौटोमा थ्याच पारेर थिचेर खाएको अचारलाई चाहिँ थेबे भनिन्छ क्या। यो यसरी थिचेर खाएको थेबेको अचारसँग तपाईँहरूले 2 थाल भात रुच्छ होइन। हाम्रो अंशित र अनुष्काको पनि फेभरेट हो होइन। अनुष्काको त मुखमा पानी आइसक्यो के हो। मेरो पनि यो भोइस ओभर गर्दा गर्दै मुखमा पानी नै आइसक्यो। अब यसरी इजी तरिकाले थेबेको अचार खान सक्नुहुन्छ है। एकदमै मिठो हुन्छ। तपाईँको साथीहरूलाई पनि मेन्सन गर्नु है।